कुरा खास के हो भनेदेखि मैले अलिकति जोड्नु खोजेको कुरा चाहिँ हाम्रो अजरिया सर र हाम्रो डोलपाली सरको कुरामा चाहिँ एउटा कुनै पनि सुन्दर तपाईँ जङ्गलको प्राकृतिक रूपको एउटा दृष्टि हेर्न चाहनुहुन्छ अथवा सुन्दर पृथ्वीको चाहिँ तपाईँको परिकल्पना गर्नुहुन्छ भने यहाँ इकोसिस्टमलाई हामीले मार्न हुँदैन, इकोसिस्टमलाई हामीले चाहिँ चुटाउनु हुँदैन हैन। त्यो इकोसिस्टममा के हुन्छ भने एकले अर्काको त्यहाँ चाहिँ एउटा भूमिका निर्वाह गरेको हुन्छ। तपाईँलाई एउटा इतिहास थाहा होला, उसमा चाइनामा एउटा दुर्घटना भएको थियो। के भएको थियो भनेदेखि उनीहरूले चाहिँ धान खायो भँगेराले भनेर भँगेरा मार्ने अभियान चलाएको थियो। तपाईँले पढ्नुहोस् त्यो है। त त्यो गरेपछि के भयो, त्यहाँ भँगेरा त मारेर नष्टै गरिदियो, तर ठुलो अनिकाल लाग्यो। किनभने इकोसिस्टममा कुनै पनि एउटा चिजको चाहिँ अस्तित्वलाई मेटाउन खोज्नुहुन्छ भने त्यो पुरै नै लोप हुने अवस्थामा पुग्छ। अहिले हाम्रो वैज्ञानिक साइन्टिस्टहरूले पनि भन्छ नि, मौरीलाई चाहिँ लोप गर्नुभयो भने त्यसको चाहिँ एउटा दशकमा चाहिँ एउटा डेकेभित्र चाहिँ पृथ्वी नै ध्वस्त हुनसक्छ, मानवै लोप हुनसक्छ भन्ने पनि त भनिरहेको छ नि त हैन। कुरा के हो भनेदेखि हाम्रो नेपालको कस्तो प्रकारको संरचना छ भने यहाँ बहुल जाति बहुल भाषा छ। यदि यो नेपाललाई सुन्दर रूपमा चाहिँ यसरी नै खुसी र आनन्दमय राख्ने अथवा नेपालको समृद्धि र नयाँ नेपालको परिकल्पना गर्ने भने यो भित्रको जाति भाषा धर्म र संस्कृति सबैको जगेर्ना र सुरक्षित सेभ हुनुपर्छ। त्यसैले म के भन्छु भनेदेखि यहाँ भित्र रहेको हरेक जातिको चाहिँ जो लोप उन्मुख अवस्थामा छ त्यसको संरक्षण हुनुपर्छ। त्यो जातिमा शिक्षाको कमी छ भने उसलाई पढाउने अवसरहरू दिनुपर्छ। जुन आरक्षण कोटाको जुन परिकल्पना गरिएको छ हैन, त्यो पनि त एउटा दर्शनशास्त्रीले गरेको परिकल्पना हो। त्यो चाहिँ सही रूपमा लागू हुनुपर्छ। त्यसैले यहाँ नजिकका राईहरू, यो भित्रका मगरहरू, तामाङहरू, त्यस्तै गरी विभिन्न जाति वर्गहरू छ, त्यो सबैको संरक्षण र त्यो भाषाको पनि संरक्षण हुनुपर्छ। र उसको वेशभूषा र आमाले के गर्छ भने सबभन्दा कमजोर के छ त्यसको बारेमा बोल्छ क्या। तपाईँले विचार गर्नु भएको छ कि भएको छैन हैन। 4 भाइ सम्पन्न छ, सबै जागिरे खाछ, अरू खाछ भने 1 भाइ कमजोर छ भने आमा बाउले त्यो डेफिनेटली त्यो कान्छा छोराको पक्षमा बोल्छ क्या। यसलाई यसो नगर, यसलाई गर्नुपर्छ, यो जग्गा यसलाई दिनु पर्यो, यसको बारेमा बोलिरहेको बस्छ। त्यसको अर्थ 4 भाइ छोरालाई उहाँले चाहिँ माया नगरेको होइन, गरेकै हो। हर्कजीले कुनै ठाउँमा बोल्नु भएको छ, कुराहरू बोल्नुहुन्छ हैन। त्यो किन बोल्नुहुन्छ भने त्यो बौद्धिक मान्छेले बोल्ने कुरा हो। कुनै व्यक्तिको लोप हुने अवस्था छ, उसको संस्कृतिमाथि प्रहार भइरहेछ, उसको वेशभूषामाथि प्रहार भइरहेछ भने त्यो अवस्थामा बोल्ने कि नबोल्ने। मैले एउटा हिस्ट्री हेरेँ हाम्रो हर्क साम्पाङजीको, उहाँ विराटनगरमा जुन सीमा मिचिएको छ त्यहाँ पनि जानुभएको थियो लड्नको लागि। त्यो पनि मैले पढेँ क्या, उहाँको देखेँ। त्यो विराटनगरमा त्यहाँ सीमा मिचिएर चाहिँ त्यहाँ चाहिँ त्यो त्यहाँको बासीहरूसँगको लडाइँ भएको थियो। उतातिर ट्र्याक्टर लिएर बालुवा लिनु आउँदो रहेछ इन्डियनहरू, त यताबाट नेपालबाट उठाएर लाँदो रहेछ। त्यहाँ लडाइँ भयो। त्यहाँ लडाइँ हुँदाखेरि त्यो आन्दोलन भएको थियो, त्यहाँ हर्कसाङमा पुग्नु भएको रहेछ त्यहाँनिर। त एउटा के छ भने एउटा राष्ट्रभक्त मान्छे, एउटा क्रान्तिकारी मान्छे, एउटा विचार केही गरौँ भन्ने मान्छेको त्यो स्वभाव हो। त क्रान्तिकारी मान्छे बडा अर्कै छुट्टै प्रकारको हुन्छ क्या। उसले जुन बोल्ने कुराहरूमा उसले त्यो नेगेटिभ भ्यूले बोलेको बस्दैन, तर त्यो व्याख्या र बुझ्ने मान्छे गलत तरिकाले बुझिदिएको हो हैन। त्यसैले यहाँ चाहिँ के छ भनेदेखि जातीय संरक्षण हुनुपर्छ, हाम्रो अजरिया सरले भने जस्तै त्यो चाहिँ हुनुपर्छ। त त्यो एउटा कुरा राम्रो थप्नु भएको थियो मुकेश सरले, के भनेदेखि सङ्घीय संरचना भइसकेपछि त्यो कुरालाई संरचना दिएर सकसँग दिएर लाने भइरहेको थियो। त्यो नै यहाँ भर्खर त सुरु भएको थियो भन्नुभयो हो, त्यो पनि हो। अब चाहिँ हर्कवादको प्रयोग भएर जानुपर्छ म देख्छु। त्यसैले साथीहरूलाई म के भन्छु भनेदेखि कम्तीमा एकचोटि माया गर्नुहोस्। आफ्नो राष्ट्रिय मौलिकता बोकेको पार्टी, एउटा व्यक्ति जो नेपाल बनाउँछु भन्ने एउटा छोरो जन्मिएको छ, त्यो इतिहासको लागि एउटा विश्वमा पढाइ हुने सन्दर्भ हुनसक्छ। त्यस्तो व्यक्ति छैन नेपालमा जन्मिएको, तपाईँ विचार गर्नुहोस्। त्यो हर्कमा चाहिँ त्यो प्रकारको देख्छु म क्वालिटी होइन। अनिल सर, मैले त्यही चाहिँ खास गरी मैले हाइलाइट गर्नु खोजेको कारण चाहिँ के हो भने कसैले पनि कसैलाई जातिवादीको ट्याग लाउनु हुँदैन क्या। किनभने त्यो जति हामीले ट्याग लगाउँदै जान्छौँ नि एकअर्कालाई, त्यति नै हाम्रो देश गैर गुज्रे हुँदै जान्छ। त्यही भएर कुनै जातिले आफ्नो उत्थानको लागि बोल्छ भने अर्को जातिले उसलाई सपोर्ट गर्नुपर्छ। त्यो भनेको नै अब हाम्रो अमेरिकामा ब्ल्याक लाइफ म्याटर्स हुँदाखेरि यहाँ काले मात्र गएन नि त, होइन त, यहाँ गोरे गए, यहाँ एसियन गए, यहाँ हिस्प्यानिक गए, सबै गए नि त। त्यो भनेको त एउटा
सबै जाति थरको मान्छेहरूको सही के अरे उद्धार हुनुपर्छ, इक्विटी हुनुपर्छ भन्ने रिभोल्युसन अमेरिकामा भएको थियो रिसेन्टली त्यो कुरा। अब त्यो हाम्रो नेपालमा चाहिँ कस्तो भइदियो भने जस्तै अब बाहुनलाई अर्कोले पेल्ने, अनि त्यसपछि अर्कोले अर्कोलाई पेल्ने, अनि त्यस पछाडि एउटा होइन मेरो पनि जात छ भन्नु भने त्यसलाई फेरि जातिवादको ट्याग लगाइदिइहाल्ने। अनि त्यो चाहिँ मैले अलिकति लिबरल सोच नभएको जस्तो लाग्यो क्या नेपालमा। अनि यो यसको पनि हामीले विकास गर्नुपर्छ र। हजुर सानो थपिन्छ अनि हजुर बोल्नु न, मलाई सानो थपिदिउँ। उहाँले त्यो अमेरिकाको कुरा निकाल्नु भयो र युएसको चाहिँ एउटा चेन्जिङ पोइन्ट छ क्या, टर्निङ पोइन्ट। त्यो टर्निङ पोइन्ट चाहिँ कहाँ नजिक गएर भएको भनेदेखि तपाईँको हामीले मार्टिन लुथर जिआर भन्ने हुनुहुन्थ्यो उहाँ, होइन? उहाँको उदयपछि चाहिँ त्यो एउटा टर्निङ पोइन्टमा गएको छ अमेरिकामा पनि हिंसा, हत्या हुने, लुटपाट हुने, जातीय विविधता हुने थियो। त उहाँले चाहिँ एउटा भाषण गर्नुभयो, अहिले वर्ल्डमा सबैभन्दा बढी एकै ठाउँमा बसेर सुनेको भाषण उहाँकै थियो। उहाँले आई हेभ अ ड्रिम भन्ने एउटा भाषण गर्नुभएको थियो, डोल्पा सरले पढ्नु भएको होला, मार्टिन लुथर जिआर हो नि। हामीले त भर्खरै त उहाँको मनायौँ त हामीले अस्तिको त्यही त मैले भन्नु खोजेँ के भनेदेखि एउटा त्यस्तो व्यक्तिको जन्म हुन्छ, उसले नयाँ दिशा दिन्छ के। त मैले त्यो मार्टिन लुथर जिआर जुन छ त्यो चाहिँ मैले हर्क साम्पाङमा देखेको छु क्या। त कहिलेकाहीँ के हुन्छ भनेदेखि सर त्यो एउटा झुसले किराबाट पुतली बन्ने प्रक्रिया नर्मल हुन्छ, होइन? तर असाधारण व्यक्तिले चाहिँ त्यो देख्छ के हो यो त आश्चर्यचकित छ भन्छ, होइन? तर सामान्य अरू व्यक्तिले सोचेकै बस्दैन। अब त जेम्स वार्डकै कुरा गर्ने बेलामा खै आमाले त्यो चिया पकाउने बेलामा केटली ढकढक गर्यो, उसलाई आश्चर्य लाग्यो किन केटली ढकढक गर्यो भन्ने भयो। तर अहिले नर्मल बच्चालाई के हुन्छ, ढडहरूलाई वास्तै हुँदैन, कुनै स्याउ तल खस्दा वास्ता हुन्छ त, न्युटनले जस्तो हुँदैन। मैले भन्नु खोजेको उहाँमा एउटा एक्स्ट्रा अर्डिनरी एक्टिभिटी छ देखिन्छ हर्क साम्पाङमा। उहाँले बोलेको कति कुराहरू तपाईँले सुन्नुहोस्, ठ्याक्कै दिमागमा त्यसले टच गर्छ कि हो। उहाँमा त्यो चाहिँ एउटा सिम्पलिसिटी छ, होइन? सिम्प्लिसिटी छ। त्यो हेरेको हुनाले चाहिँ अब हामीले ठ्याक्कै नेपालीको के छ भने अलिक भव्य मान्छेले बोलेको कुरा मात्रै भव्य हुन्छ भन्ने छ क्या नेपालको त्यो सोच। साधारण व्यक्तिले बोलेको कुरा चाहिँ साधारणै हुन्छ भन्ने कन्सेप्ट छ। त्यसैले त्यो माइन्ड चाहिँ चेन्ज हुनुपर्छ। हर्क साम्पाङको कुरालाई चाहिँ अलिकति गम्भीरता साथ लिनुपर्छ भन्नु खोजेको। लु बोल्नु डोल्पा सर। थोरै कुरा थपेँ यसमा। जस्तै जातिको कुराहरू छ नि, यसमा अब हामीले के अरे व्यक्तित्व विकासमा समान अवसर भन्ने खालको कानुनहरू पास गरेको भए त्यसले के गर्थ्यो भन्दाखेरि त्यो स्टेटले, राज्यले चाहिँ सबैलाई समान रूपमा व्यवहार गर्थ्यो, सबैलाई इक्वल अपर्च्युनिटीहरू दिन्थ्यो। अब त्यो नहुँदाखेरि के हो भन्दाखेरि यहाँ चाहिँ अब जेन्डर इनइक्वालिटीको कुरा पनि आयो। अब यहाँ रिजनल को होइन डिस्क्रिमिनेसनको कुराहरू आउँछ, क्षेत्रीय अब यसमा अन्यायहरूदेखि लिएर अब यो के अरे यो अनि कास्ट डिस्क्रिमिनेसनको कुराहरू पनि सँगै जोडिआउँछ। यो तिन चारवटा कुराहरूलाई चाहिँ त्यो एउटा नीतिले चाहिँ मजाले कभर गरिदिन्थ्यो क्या। तर त्यो चाहिँ नहुँदाखेरि यहाँ समस्या आयो। अब इकोनोमिक इक्वेलिटी ल्याउनुको निम्ति त अब उत्पादनका साधनहरू होइन, मिन्स अफ प्रोडक्सन त नेसनलाइज र सोसियलाइज गर्नुपर्ने हुन्छ। अब यो के अरे राष्ट्रियकरण र सामुदायिकरण गरेपछि चाहिँ अब एउटा आर्थिक समानताको जग चाहिँ सुरुवात हुन्छ त्यहाँबाट। त्यसको निम्ति त अब समाजवाद नै स्थापना हुनुपर्छ र त्यो चाहिँ अब जनवाद भन्यो अघि भन्यो, त्यहाँबाट पनि सुरुवात गर्न सकिन्छ। जसरी अब चीनमा चाहिँ अहिले नौलो जनवाद भन्छ, होइन? त्यो त अब सोसियलिजमकै बाटोमा छ, तर सोसियलिजममा पुगिसकेको छैन। अब त्योभन्दा राम्रो अझ उत्तर कोरियामा छ, होइन? त्यही भएर चाहिँ हामीले चाहिँ त्यसरी जानुपर्ने हो। अब त्यसरी नजाँदाखेरि समस्या आयो। अब यो जातिहरूको जुन भाषा संरक्षणहरू हेर्दाखेरि चाहिँ जस्तै अब हामीले चीनमा पनि उदाहरण दिन सक्छौँ। हान जाति भनेको अब 90% बढी छ। अब अरू चाहिँ 55 अरू जनजातिहरूको चाहिँ अब 10% जति छ भनौँ, 10 अथवा 8% जति। अब तिनीहरूलाई के गरिदिएको छ भन्दाखेरि त्यहाँ अब कति ठाउँमा स्वायत्तता दिएको छ, होइन? स्थानीय तहहरूमा कतै अब त्यहाँ काउन्टीहरूलाई पनि त्यसरी दिएको छ, कति प्रिफेक्चरहरूलाई पनि त्यसरी इथनिक प्रिफेक्चर भनेर पनि दिएको छ। त्यसरी चाहिँ त्यत्रो बहुमत हान जाति भए पनि त्यहाँ अरू जातिहरूको पनि एकदम भाषा संस्कृतिहरू एकदम संरक्षण भएको छ क्या। त्यहाँ संहिता पनि होइन फेरि त्यो, होइन? एकात्मक नै छ। त्यही भएर मेन कुरा चाहिँ यो के हुन्छ, राज्यको पोलिसी चाहिँ कस्तो छ भन्नेमा चाहिँ भर पर्दो रहेछ क्या मेन चाहिँ। अब त्यो भएको हिसाबले गर्दाखेरि तपाईँको यो तपाईहरु बोल्दै बोल्दै मलाई कस्तो लाग्यो भने यो अलिकति लिबरल, अलिकति मोर मिडल पाथ तरिकाले गयो भने नेपाललाई धेरै राम्रो हुन्छ क्या। तर कस्तो भने फेरि हाम्रो देशमा फेरि अलिकति के अरे के भन्छ एक्सट्रिमिस्टहरू पनि छौँ।
हामी दुइटै लेभलमा तपाईँको जुनै समुदाय पनि एक्सट्रिमिस्ट लेभल छौँ होइन। त्यो एक्सट्रिमिस्ट लेभललाई चाहिँ विखण्डन गर्दै हामीले एउटा लिबरल तरिकाले एउटा मिडल पाथ चुज गरेर अगाडि बढ्दाखेरि चाहिँ नेपालमा सबै जाति अटिने, सबै धर्म अट्छन्, सबैजनाले गरी खान सक्छ, सबैजनाको पहुँच पुग्छ भन्ने चाहिँ मेरो एकदमै विचार भएर मैले चाहिँ हर्क साम्पाङलाई सपोर्ट गरेको क्या। उहाँको विचारहरू अब अनिल सरले भनिसक्नु भएको छ, उहाँ बोल्दाखेरि सबैलाई समेट्ने खालको कुरा गर्नुहुन्छ, उहाँले बोल्दाखेरि सबैजनाको अधिकारको कुरा गर्नुहुन्छ। तर कस्तो भइदियो भने त्यो ह्यान्डफुल मान्छेले चाहिँ एकदमै त्यो नदेखेर त्यो 2 सेकेन्ड्सको क्लिपलाई पक्रेर त्यस पछाडि त्यसलाई घुमाएर यति नराम्रो बनाइदिनुहुन्छ कि त्यसले गर्दा चाहिँ के हुन्छ भने चाहिँ पोलराइजेसन हुन्छ क्या एकअर्कासँग। अघि रोशन ब्रोलाई पनि मैले पोलराइज नहुनुहोस्, तपाईँको आफ्नो के अरे पर्सनल चोइस राख्नुहोस्, तर एउटा डाटा ड्रिभन कुरा गर्नुहोस्, एउटा पोलिसीको कुरा गर्नुहोस्, यहाँ आएर त्यो अन्धभक्तको जस्तो कुरा नहोस् भन्ने कुरा चाहिँ पोलराइजेसन नहुनु दिनुको लागि हो कि। खास गरी हामीले अरू समुदायको मान्छेले मङ्गोलियनको कुरा सुन्ने, मङ्गोलियनको समुदायले अरू मान्छेको पनि कुरा सुन्ने, त्यो एउटा त्यो खुला ओपन डोर पोलिसी हुनुपर्छ क्या। अनि एकअर्कालाई समर्थन गर्ने। तपाईँको नेपालमा जस्तै अब अहिले हाम्रो के भन्छ त्यो जङ्गलमा बस्ने के अरे राउटेको उत्थान भनेको त हामी सबैको उत्थान हो नि त। राउटेलाई उत्थान गर्नु भनेको सबैको उत्थान हो। त्यहाँ कुनै समुदायको तपाईँले भन्नुभएको छ कि इम्प्याथी हुनुपर्छ होइन। हजुर एम्पथी विथ इक्विटी पनि हुनु पर्यो कि। तपाईँले एम्पथी त दिएर भएन नि मलाई त तपाईँले त त्यो पोलिसी बिल्ड गर्ने ठाउँसम्म पुर्याउनु पर्यो। तपाईँको क्षमता छ नि त। किन तपाईँ त सबैभन्दा शक्तिशाली के अरे वर्गभित्र पर्नुहुन्छ भन्दा तपाईँले त अरू कमजोर के अरे थरको मान्छेलाई त्यो पोलिसी लेभलसम्म पुर्याउने त तपाईँले त आँट गर्नुपर्छ भन्ने मेरो कुरा हो। त्यही एनालोजीलाई चाहिँ मैले अमेरिकामा पनि जोड्छु, अरू ठाउँमा पनि जोड्छु होइन। त्यो लिबरल पार्टीहरूले धेरै त्यो राम्रो गर्छ होइन यो कुराहरूमा। अनि त्यो चाहिँ नेपालमा हुनु एकदम जरुरत छ। अब जस्तै अब मैले भने नि अब हाम्रै जेन्जी भाइहरू पनि अब अरू समुदायको भाइहरूले पनि अब फेरि हर्कलाई अब यो राईको पार्टी भन्छ, त्यो भनेको एकदमै पोलराइज गर्ने स्टेप्सहरू। त्यसले भोलि गएर एकदमै ठुलो हिंसा ल्याउँछ। त्यो हामीलाई मन परेको छैन नि कसैले कसैलाई हिंसा गर्नु। अनि यो पोलराइजेसन हुनु हुँदैन है, एकअर्कालाई एकदमै तल घिसार्ने काम चाहिँ गर्नु हुँदैन भन्ने कुरा मेरो। अब अनिल सरले मभन्दा बेसी मजाले नेपालीमा बुझाइनुहुन्छ। एकदमै राम्रो वैचारिक बहस भयो कुरा बोलेँ नि मैले आज पोकोको माहौलभन्दा आज अमेरिका त सम्पूर्ण अब त्यो खैरेले एकदम उहाँभन्दा त कोही विद्वान छैन भन्ने हुन्छ नि त उहाँको विचारहरू होइन। तर अमेरिकाको चेन्जेसमा त त्यही एउटा काले जातिको मान्छे ल्यायो नि त, ड्रास्टिक चेन्ज गरिदियो होइन। सबैमा त्यो प्रकारको एउटा ल्याइदियो। मैले भन्नु खोजेको कुरा त्यही हो। हर्कजीको विचारलाई हामीले अलिकति गहिरेर सोच्नुपर्ने हुन्छ होइन। युवा जेन्जीहरू के छ भने त्यो सतही कुरामा मात्र दौडिएको देखिन्छ र रियालिटीमा फ्याक्ट कुरा के हो त्यो कुरा कसरी गर्ने भन्ने कुरा चाहिँ छुट्याउन सकिँदैन। हिरा चाहिँ तपाईँको त्यो पनि व्हाइटै हुन्छ र सेतो ढुङ्गा पनि व्हाइटै हुन्छ नि त। त्यो कतिखेर चाहिँ तपाईँको त्यसलाई फाइन्ड आउट गर्न सक्छ कि कुन चाहिँ ओरिजिनल हो कुन चाहिँ डुप्लिकेट हो भन्दाखेरि जतिखेर घाम लाग्छ नि, घाम लाग्ने बेलामा त्यो सेतो ढुङ्गा चाहिँ तातिन्छ क्या, हिरा चाहिँ तातिँदैन, त्यो सेम टेम्परेचरमा बसिरहेको बस्छ। मैले भन्नु खोजेको हर्क साम्पाङको जुन सङ्घर्षशील जीवनको त्यो मैले हेरेँ पढेँ उहाँले जुन त्यो त्यहाँ धनकुटा जाने बाटोकोदेखि लिएर त्यो आन्दोलनदेखि लिएर उहाँले त्यो आफ्नो यात्रा सुरु गर्नुभएको रहेछ र उहाँको यात्राको निरन्तरता हेर्दाखेरि त्यहाँको आम जनताको आवश्यकतासँग सधैँ जुझिरहेको देखेँ क्या उहाँको होइन। त्यो सधैँ जुझिरहेको सधैँ उ गरिरहेको। हुन त उहाँले 6 वर्ष इराक र अफगानिस्तानमा बिताउनु भएको रहेछ होइन। तर आम धरानीवासी जनताको चाहिँ जुन त्यो आधारभूत आवश्यकतासँग जसरी लड्नुभयो त्यो लड्दाखेरि उहाँले एक प्रकारको त्यो कुनै पनि प्रकारको एउटा नगरपालिकालाई लिउँ त्यो हाम्रो नेपालकै देश जस्तै छ क्या, किनकि सबै भाषा धर्मवासी त्यहाँ रहन्छ, संस्कृति पनि त्यो भित्र रहन्छ। त उहाँले त्यो लडाइँमा चाहिँ एक प्रकारको उहाँले अनुभव या ज्ञान प्राप्त गरेको देखिन्छ। मलाई त्यो महसुस भयो क्या। त्यो आधारमा उहाँले के प्राप्ति देखिएको छ भने उहाँ त्यो गरिबीसँग जुझेको छ, समस्यासँग उहाँ जुझेको छ। उहाँ थुनिनु पनि भएको रहेछ, पिटाइ पनि खानु भएको रहेछ उहाँले होइन, मुद्दा पनि लाएर रहेछ, धेरै कुराहरू उहाँले भोग्नु भएको छ। त्यो खाने पानी ल्याउँदाखेरिको त्यो 40-42 किलोमिटर ल्याउँदाखेरिको सङ्घर्ष छुट्टै प्रकारको छ। त्यो के हुन्छ भने जीवनमा एकदमै अध्ययन मात्रै पनि सबै ठुलो कुरा होइन, अनुभव जीवनको सबैभन्दा ठुलो कुरा हो। किनभने त्यो अनुभवबाट नै यस्तो ज्ञान प्राप्ति हुन्छ जुन ज्ञान चाहिँ मान्छेले कहिले नबिर्सिने र अर्को आउने पुस्ताको लागि चाहिँ उपयोगी हुन्छ होइन। त्यो देख्छु म। जस्तो डार्विनले पनि त ज्ञान प्राप्ति कहाँ गर्यो भन्दाखेरि त जहाजमा घुम्न भाग्दाखेरि नै प्राप्ति गर्यो।
उहाँले विभिन्न प्रकारको पशु पन्छीलाई त्यहाँ पन्छीहरूलाई देख्यो, यसको खुट्टा यस्तो रहेछ, यसको कलर यस्तो, के हो यो भन्ने उहाँले लेख्न थाले। मैले त्यो चाहिँ हिसाबले देख्छु होइन। त्यस कारणले हर्क साम्पाङले चाहिँ एउटा गरिबीको अनुभव पनि गर्नुभएको छ, गरिबीको जीवन पनि देख्नु भएको छ, गरिबी कसरी निर्वाहमा बाँच्छ, आवश्यकता के हो भन्ने कुरा पनि मैले बुझ्नु भएको छ, र आवश्यकतासँग कसरी लड्न पर्दो रहेछ र आवश्यकतासँग कसरी जीवनको लागि लडेको छ मान्छे, त्यो पनि देख्नु भएको छ कि। त्यसैले अहिलेको जुन प्रकारको रासोपामा देखिएका नेताहरू देख्छु म होइन, उहाँहरूमा जीवन बाँच्नको लागि मान्छेले कहाँसम्मको चाहिँ लडाइँ लड्छ होइन, विचार गर्नु भएको छ। कोही मान्छे खाना नपाएर पनि मरेको अवस्था छ नेपालमा होइन, कोही राति न्यानो कपडा लाएर पनि नभएर पनि मरेको अवस्था छ। भन्नुको अर्थ त्यो प्रकारको अनुभव चाहिँ अहिलेको लिडरमा देख्दिनँ म राजसभामा, त्यो प्रकारको अनुभव छैन उहाँमा। त्यसै अहिलेको आवश्यकता के छ भने समाजवादको सही परिभाषा गर्ने व्यक्ति चाहिँ त्यो व्यक्ति नेपालको लागि आएपछि जसले चाहिँ गरिबीलाई नजिकबाट देखेको छ, आवश्यकतालाई नजिकबाट महसुस गरेको छ, दुःख के हो त्यसको परिभाषा कस्तो हुन्छ, दुखी मान्छेलाई भोको पेटलाई रात काट्नु कति जर्जर अवस्था रहन्छ, त्यो प्रकारको अनुभव र अनुभूतिले खारिएको व्यक्ति चाहिँ आजको लिडर हुन आवश्यक छ के। त्यसैले त्यस्तो व्यक्ति के हुन्छ, सत्यको लागि लड्छ र त्यो व्यक्ति अलिक कठोर टाइपको हुन्छ हेर्दाखेरि, र उसको वचन के हुन्छ, सिधा हुन्छ, किन उसले दुःखसँग लडेर आएको पर्छ, सङ्घर्ष गरेर आएको छ, जीवनको बारेमा उसले पुरै अनुभव गरेको पर्छ, रियालिटीमा अनुभव गरेको छ, कथा र कवितामा होइन। यथार्थसँग लडेको मान्छे एउटा जीवन निर्वाहको निम्ति त्यो योद्धा हुन्छ। त्यो योद्धाको भाषा अलिक कडा हुन्छ तर सत्य हुन्छ। त्यो भाषा सुन्दाखेरि क्षणिक चाहिँ अलिक नमिठो लाग्छ, तर समय बित्दै गएपछि त्यो मान्छेले भनेको कुरा सत्य रहेछ भन्ने कुरा त्यसरी प्रमाणित हुन्छ क्या। त्यो चाहिँ देख्छु म हर्क साम्पाङजीमा। तपाईको इन्टरनेसनल पोलिटिक्स हेर्दा पनि जहिले पनि तपाईँको रिभोल्युसनरी लिडर भनेको चाहिँ गरिबको पार्टी नै हुन्छ। तपाईँको त्यो के अरे क्यापिटलिजम ल्याउने मान्छेहरू कहिले पनि रिभोल्युसन हुँदैन होइन। त्यही भएर अब अनिल सरले त बारम्बार भन्नुहुन्छ के अरे हर्क पथलाई चाहिँ पढ्नै पर्ने विषयवस्तु हो क्या यो भनेको। अनि यो भनेको एकदमै नेपाललाई अति आवश्यकता। हाम्रो नेपालमा अहिले भने काठमाडौँमा ह्यान्डफुल मान्छे धनी भएर केही हुनेवाला छैन के। गाउँको त्यो पूर्वदेखि पश्चिमसम्मको विकट गाउँलाई छुनु पर्यो त्यो नीति नियमले। तपाईँको सुधार को अनुभूति हुनु पर्यो नेपालमा। त्यति भएपछि मात्र नेपाल विकास हुने हो। र सबै जात जाति सबै धर्म अड्नुपर्छ, नभए त यो कहिले पनि यो तपाईँको नेपालमा शान्ति पनि आउँदैन, विकास पनि हुँदैन। त्यो काठमाडौँमा उही चिल्लो दरबार बनाए जस्तो मात्रै हुन्छ। उही के अरे हाम्रो अनुहारमा चाहिँ पुरा लिपस्टिक पाउडर धस्ने, भित्रभित्र चाहिँ खोक्रो। अनि त्यस्तो भएर हामीलाई कतिसम्म बाँच्ने। त्यही भएर चाहिँ यो नेताहरूले के बोल्छ भन्दा पनि के गर्छ भनेर हामीले हेर्नुपर्दो रहेछ क्या। अब हर्क साम्पाङको बोली सुन्दाखेरि कसैलाई खरो लाग्ला, तर उहाँको जनताप्रतिको व्यवहार हेरौँ न, कति एकदम निकट व्यवहार छ होइन, एकदम पोलाइट छ जनताहरूसँग। अनि उहाँहरूको मुद्दा उहाँको विकासको के हुन्छ भन्दाखेरि जनतासँगै जोडिएको हुन्छ क्या। तर कति नेताहरूलाई जिताइसकेपछि के हुन्छ भन्दाखेरि उनीहरू जनताबाट टाढा हुन्छ क्या, उनीहरू जनतासँग नजिक भएको देखिँदैन। तर हर्क साम्पाङमा चाहिँ त्यो एउटा छ कि, र उहाँले त्यो गर्दै पनि आउनुभएको छ त्यो कुराहरू चाहिँ। नीति नियमको कुराहरू भयो होइन, हाम्रो अनिल सर पनि आउनुभयो। धेरै धन्यवाद। म एकछिन बिजी हुने भयो, बोल्नु न हजुर। ल म पनि अघि सुतिसक्ने मान्छे, आज चाहिँ निकै राम्रो वैचारिक बहस भएर माथि चढेको म पनि होइन। अनिल सरले एकदम धेरै धेरै धन्यवाद हाम्रो अनिल सर, मुकेश सर, अनि हाम्रो अघि के अरे कोच सर पनि एकदम मिठो बोल्नु हुँदो रहेछ। मेरो एउटा ढिलाउनु भयो नि, हाम्रो डोल्पा सरले पनि दरो दिनुभएको थियो। ए हो र होइन, यतिको बहस चल्यो भने चाहिँ हामीलाई आफूलाई पनि आउनु भएकोमा आफूलाई पनि बहस गरेर गर्नु आफूलाई पनि मनपर्छ होइन। अनि मलाई चाहिँ नेपालको राजनीतिक त्यति थाहा नभए पनि म कस्तो एनालाइसिस गर्छु भने, मैले अघि पनि पोगेको लाइनमा भने, म अमेरिका आइसकेपछि मैले आफूलाई म कुन के अरे कुन लेभलको मान्छे रहेछु भनेर मैले थाहा पाएँ क्या। म नेपालमा त अब काठमाडौँमा बसेको हुर्केको मान्छे, मलाई कुनै खानु बस्नुको दुःख थिएन, मलाई कुनैले पेल्नु पनि सक्दैन थियो। तर म अमेरिकामा आएपछि चाहिँ म चाहिँ सबैभन्दा गरिब सबैभन्दा पिछडिएको वर्ग भयो क्या अमेरिकामा आइपुग्दाखेरि। अनि मैले के बुझेँ भने मलाई कस्तो हुँदो रहेछ भने, मलाई यस्तो दुःख छ भने नेपालको मान्छेहरूलाई पिछडिएको वर्गको मान्छेलाई कति दुःख रहेछ, उनीहरूको उत्थान हुनु एकदम जरुरत रहेछ, उनीहरूको लागि नियम कानुन बन्नुपर्ने एकदमै इम्पोर्टेन्ट रहेछ भनेर मैले बुझेको छु क्या। अनि त्यो भएर चाहिँ मेरो धरातल नबिर्सिकन मैले नेपालमा म मध्यम वर्गको मान्छे भए पनि म गरिबहरूले चाहिँ उत्थान पाउनै पर्छ। प्रथम कुरामा नेपालमा जबसम्म गरिबले उत्थान हुँदैन तबसम्म विकास हुँदैन। तपाईँको काठमाडौँमा 2-4वटा लाइट लाएर 2-4वटा पार्क बनाएर के भन्नु होला छैन, गरिबको घरमा खानु बस्नु र औषधिको के अरे सुविधा हुनुपर्छ। जबसम्म त्यो हुँदैन र गरिब वर्गको मान्छेले पनि पोलिसी लेभलसम्म आउनु अधिकार हुनुपर्छ र उनीहरूले पनि आफ्नो लागि पोलिसी बनाउनुपर्छ। काठमाडौँमा बसेको ह्यान्डफुल मान्छेले पोलिसी बनाएर हुँदैन, गोल्ड स्टारको मालिकले पोलिसी लेखेर हुँदैन भन्ने मेरो चाहिँ एकदमै यसलाई चाहिँ मैले चाहिँ
पूर्ण विश्वासको साथ मैले चाहिँ हर्कपथलाई रोजेको क्या। त्यही कारणले गर्दाखेरि म चाहिँ आएर बोल्छु। अब मेरो खासै नेपालमा नेपालको पृष्ठभूमि मलाई थाहा हुँदैन राजनीतिको, तर पनि मैले एनालाइसिस गर्छु, पढ्छु होइन। म आफै पनि लको अब काम गरिरहेको छु अमेरिकामा होइन। त्यो भएर चाहिँ एकदमै हर्क साम्पाङ जस्तो मान्छे, उसको बोली नराम्रो होला के नराम्रो, तर उसको नीति नियम राम्रो छ, सबैलाई यो नीति नियममा आँट छ र हामीले सपोर्ट गर्नै पर्छ। अहिले गरेन भने यो 10 वर्षमा पनि फेरि अर्को रिभोल्युसन हुन्छ, त्यसमा पनि मान्छे मर्छ, जनधनको क्षति हुन्छ। त्यो नगर्न दिनु चाहिँ अब अहिले ढिलो भइसक्यो अब नेपाललाई, नेपाल जस्तो देशलाई। अब अहिले पनि हामी जागरुक भएन भने नेपाललाई धेरै गाह्रो हुन्छ। सबैभन्दा बेसी गाह्रो गरिब दुखीलाई हुन्छ। अब हामी त अमेरिकामा छौँ, म अमेरिकामा बस्छु भन्दा पनि पाएँ होइन, मेरो परिवार ल्याउँछु भन्दा पनि पाएँ। तर नेपालमा जो बस्नु भएको छ गरिब दुखीहरू, गाउँमा बस्नु भएको छ, उहाँहरूले चाहिँ एकदमै आफ्नो चेतनाको के ढोका खोलेर माटोलाई चाहिँ सपोर्ट गर्नै पर्छ। उहाँले डाइरेक्ट इलेक्सनमा नदिए पनि समानुपातिकमा कोही छ भने पनि दिनुहोस् र आफ्नो गाउँ बनाउनुहोस् र भोलि गएर तपाईँहरूले पनि पोलिसी लेभलसम्म पुग्ने तपाईँहरूको क्षमता छ र हुनु सक्नुपर्छ भन्ने हर्कपथको हो। अब घन्टीको पार्टीले के भन्छ, अब धनी गरिबको मान्छेलाई त पोलिसी लेभलमा ल्याउने हुँदैन, उनीहरूले भ्रष्टाचार गर्छ। त्यो भनेको त एकदमै नराम्रो कुरा हो। त्यस्तो कुराहरूलाई हामीले एकदमै विरोध गर्नुपर्छ र बोल्नुपर्छ। अब त्यो टिकट लिँदाखेरि नै अहिले पैसाको कुरा आइरहेछ, बार्गेनिङ अब के भन्ने हो त्यो घन्टीको। त्यो भयो क्या, पहिलाको नेताहरूले पेट्रोल र भात दिएर जनताको भोट लुट्थ्यो भने अहिले चाहिँ पैसा दिएर सेलिब्रिटीहरू लिएर आएर त्यो फेमको भोट किने जस्तो सेम देखियो नीति चाहिँ। त्यही भएको कारणले गर्दाखेरि म यसो विचार गर्छु। अहिले म अस्ति यो यसरी नै यहाँ पोकोमै होला, मैले एकचोटि यो मिकियालो लेबीलाई उहाँहरूलाई मैले फोन के अरे ऊ पनि गरेँ, फलो पनि गरेको थिएँ। उहाँको वैचारिक क्षमता एकदम गहन छ। उहाँले अहिले डोल्पाले भन्नुभयो भने केही कुराहरू अब नपढी आफूले पढेर मात्रै होइन, पढेर पछि पनि थाहा हुन्छ। सीमान्तकृत वर्ग भन्छौँ अब हामी चाहिँ गरिब दुखीलाई होइन, मेरो भाषामा चाहिँ सीमान्तकृत वर्गको अध्ययन त तपाईँले आफूले त्यहाँ अमेरिका जस्तो ठाउँमा गएर, त्यति धनी ठाउँमा गएर आफूले अनुभव गर्नु पायो नि। हो यस्तै अनुभवहरूलाई चाहिँ हामीले कसरी माथि ल्याउने भन्ने कुराहरू चाहिँ हाम्रो नीतिमा छ, विचारमा छ। त्यही भएको कारणले गर्दाखेरि हामीले पहिला नै पूर्ण समानुपातिक हुनुपर्छ। चुनाव भनेको त्यो खर्चिलो पनि हुँदैन, त्यसलाई पार्टीले दिने कुरा हुन्छ। त्यो पूर्ण समानुपातिकमा चाहिँ फेरि संविधानमै लेखेर गएको हुन्छ, यो कोटामा यतिजना, यो कोटामा यतिजना र यो कोटामा यतिजना भनेर। त्यहाँ चाहिँ पूर्ण समानुपातिकमा नै लेखेर गएको भएको कारणले गर्दाखेरि चाहिँ पहिल्यैदेखि हामीले समानुपातिकको मुद्दा लिएर सबै प्रकारको जाति भाषा भाषीहरू चाहिँ खुसी हुन सक्छ भन्ने कुरा भन्नुभएको, त्यसलाई हामीले क्याच गर्नुपर्छ। अर्को कुरा भनेको उहाँले स्वयं भनिराख्नु भएको छ मैले त्यो जातिवादमा म छैन भनेर। तब जबरजस्ती त जातिवाद भन्नु भएन। त्यो चाहिँ कस्तो हुन्छ भने माओवादी जनयुद्धकालीन इतिहासलाई हामी हेर्ने हो भने नेपालको कन्टेन्टलाई, त्यतिखेर आर्मीले के गर्थ्यो भनेदेखि त माओवादी होस् भनिदिन्थ्यो। त्यो मान्छे निर्दोष हुन्थेन ऊ, ए म होइन हो भन्थ्यो, त हो कि हो भनेर पिटेर जबरजस्ती उसलाई कुटेर उ गरिदिने। बाध्य भएर त्यो मान्छे बन्दुक बोकेर जङ्गल पस्नुपर्ने अवस्थाहरू आएको थियो। त्यसैले अहिले हर्क साम्पाङजीले भनिसक्नु भएको छ म होइन त्यस्तो जातिवादी, मेरो त्यो कुराहरू त्यस्तो होइन भनेर उहाँले पटक पटक भन्नुभएको छ। त एउटा स्वयं व्यक्तिले म होइन भनिसकेपछि त्यो नै हो प्रमाण। अब त्योभन्दा अर्को कुन प्रमाण चाहिँ कहाँ गएर उहाँलाई प्रमाणित गर्नुपर्ने हुन्छ? त्यस्तो छ त निकाय जहाँ उहाँलाई लगेर प्रमाणित गरेपछि बल्ल यो चाहिँ जातिवादी होइन भनेर देखाउने, त त्यो होइन नि त। र अर्को कुरा पार्टी भन्ने कुरा चाहिँ एउटा एजेन्डामा विशेष एउटा दर्शनमा चल्ने कुरा हो। उहाँहरूले दर्शन पनि प्रतिपादन गर्नुभएको छ होइन। अब दर्शन भन्ने कुरा जुन हर्कवादको सैद्धान्तिक नीति उहाँले ल्याउनु भएको छ, जसरी मार्क्सको लेनिनको नीतिलाई लिएर नयाँ नीति थपेर लानुभयो नि त माओवादको लागि माओ सेतुङले, त्यसरी नै उहाँले पनि एउटा श्रम संस्कृति र प्रविधिको जुन सैद्धान्तिक यो समुचित विकासले नै नेपाल समृद्ध नेपाल जुन हामीले परिकल्पना गरेको नेपालको लागि चाहिँ हेर्न सक्छौँ, त्यो प्रकारको विकास चाहिँ हुनसक्छ भन्ने सैद्धान्तिक कुराहरू ल्याउनु भएको छ। यस्तो कुराहरूमाथि चाहिँ हामीले गहन छलफल गर्नुपर्ने अवस्थाहरू देखिन्छ। साँच्चै नै त्यो लिएको सैद्धान्तिक नीतिले के नेपाललाई समृद्ध गर्न सक्छ त भन्ने कुराको हामीले बहस गर्नु पर्यो। हामी जहिले पनि अलिकति सोच चाहिँ हाम्रो कस्तो हुनु पर्यो भनेदेखि हाम्रो विकासवादी सोच हुनु पर्यो, हाम्रो क्रान्तिकारी टाइपको सोच हुनु पर्यो। जुन सोचले हामीलाई अगाडि बढाउँछ त्यो सोच चाहिँ हाम्रो हुनु पर्यो क्या। हामी अगाडि पुगिसकेका छौँ फेरि पछाडि नै कुरा गरिबस्छ, फेरि तानेर यहीँ आउनुपर्छ भने त्यसरी गऱ्यो भने हामी अगाडि बढ्न सक्दैनौँ। हर्कजीलाई अब अहिलेको कन्टेन्टमा विपक्षीले रोक्नको लागि त्यो प्रकारको मुद्दाहरू उठाउनलाई स्वाभाविकै हो हेर्नु होइन, त्यो देखिन्छ। किनभने
हरकजीमा अर्को दोष लाउने खोट लाउने कुराहरू छैन। त्यसैले मान्छेले पटक पटक उहाँलाई म होइन म जातिवादी नै होइन भनिरहेको छु भन्छ। हो कि हो भन्छ। अब उहाँ स्वयंले म होइन म सबै जाति धर्म भाषा भाषीको लागि म सम्मान गर्छु भनेर बोलिरहेको खण्डमा होइन उहाँ हो भनेर हामीले प्रमाणित गराउन खोज्नु या तपाईँले प्रमाणित गर्नु खोज्नु चाहिँ त्यो दोष चाहिँ यो समाज विभाजन गर्ने दोष चाहिँ हामीमाथि आउँछ, तपाईँमाथि आउन सक्छ। उहाँले स्पष्ट पाइराख्नु भएको छ। त्यसले यस्ता कुराहरूलाई हामीले चाहिँ जति सक्यो त्यसलाई हटाएर अगाडि बढ्नुपर्छ कि मेरो कुरा त्यो हो। अनिल सर अब एकदम राम्रो आयो छलफलको विषयहरू पनि बडो राम्रो तरिकाले सभ्य तरिकाले झगडा नगरिकन एकदमै राम्रो तरिकाले आज स्मुथली मुभ भयो, खुसी लागेछ। र हाम्रो क्षितिज भाइले चाहिँ एउटा महत्त्वपूर्ण प्रश्न उठाउनु भएको थियो, मैले किन चाहिँ माटोलाई भोट हाल्ने संस्कृति पार्टीलाई अथवा किन मैले चाहिँ रासोपालाई नहाल्ने अथवा काङ्ग्रेसलाई नहाल्ने कारण के हो भनेर सोध्नु भएको थियो। एउटा गजबको क्वेसन सोध्नु भएको थियो। अहिलेको परिस्थितिमा हामीले यो प्रश्नको उत्तर चाहिँ खोज्नुपर्ने देखिन्छ अहिले वर्तमान परिस्थितिमा। र जति पनि आम जनताहरू हुनुहुन्छ उहाँहरू पनि अहिले दिग्भ्रमित भइरहेको प्रश्न भनेको यही हो। यो प्रश्नको उत्तर खोजिराख्नु भएको छ। यसको बारेमा चाहिँ हामीले प्रत्येक दिन चाहिँ बहस गर्नुपर्ने आवश्यक छ। यसलाई सरल तरिकाले भन्नुपर्दा म के भन्छु भनेदेखि कुनै पनि व्यक्ति जब बिरामी पर्छ ऊ डाक्टर कहाँ जान्छ। डाक्टरले गइसकेपछि डाक्टरले ल्याब टेस्टको लागि पठाउँछ, उसको रगतहरू जाँच्छ, दिशा पिसाबहरू सबै परीक्षण गर्छ। त्यो परीक्षण गरिसकेपछि डाक्टरले थाहा पाउँछ बिरामीको रोगको बारेमा र डाक्टरले त्यहाँ औषधि लेख्छ। त त्यो औषधि जुन लेखिएको बस्छ राजनीतिक भाषामा त्यसलाई चाहिँ घोषणापत्र भन्छ। पार्टीको घोषणापत्रले के इङ्गित गराउँछ भनेदेखि समाजमा भएका समस्या, अभाव, आवश्यकता त्यसको निदानको विषयमा चाहिँ लेखिएको बस्छ। त्यसैले किन चाहिँ मान्छेले भन्छ तपाईँको घोषणापत्र पढौँ न अथवा तपाईँको घोषणापत्र हेरौँ के छ घोषणापत्रमा तपाईँको पार्टीमा भन्नुको खास कारण चाहिँ त्यो पार्टीले वर्तमान हाम्रो समाजभित्रको समस्यालाई समाधान गर्छ कि गर्दैन, अथवा हामीले खोजेको नयाँ समृद्धि, नयाँ विकास, नयाँ सपनालाई पुर्याउने डोराउने तत्त्वहरू त्यहाँ छ कि छैन यही खोजी हुन्छ। त्यसैले घोषणापत्रको विषयमा आवश्यक सोधाइ खोजाइ अथवा छलफल हुनुपर्ने देखिन्छ। र घोषणापत्र मैले हेरेँ, रासोपाको घोषणापत्र पनि हेरेँ, उहाँहरूको 11वटा पोइन्ट दिएर गरेको रहेछ। मैले कृषि सेक्टरको पनि पढेँ। उहाँहरूले भन्नुभएको छ किसानलाई VVIP को दर्जा दिइनेछ भन्नुभएको छ। अनि उहाँहरूको लागि छुट्टै प्रकारको लाइन खडा गरिनेछ, कहाँ भन्दा बैंकमा भन्ने कुराहरू त्यहाँ लेख्नु भएको छ। स्वास्थ्यको सेक्टरमा लेख्नु भएको छ उहाँहरूले कुनै पनि मान्छे बिरामी पर्छ भने पहिलो त्यसको उपचार गरिन्छ र उपचार गरेर निको भइसकेपछि उसँग पैसा छ भने छ उसले दिनुपर्छ, छैन भने राज्यले तिर्छ भनेर त्यहाँ लेख्नु भएको रहेछ। त्यस्तो छ 11वटा सेक्टरमा। अनि उहाँले त्यो नेपालको बोर्डर क्षेत्रमा चाहिँ काँडे तार लाउने कुरा पनि गर्नुभएको रहेछ। त यावत छ, राम्रो पक्षहरू पनि छ, केही उहरू पनि छ। तर उहाँहरूको मोडालिटी के हो भन्ने कुराको मात्रै मैले ल्याउन खोजेको। उहाँले त्यो किसानलाई VVIP को दर्जा दिइराख्ने छ भन्ने कुराले के दर्शायो भनेदेखि उहाँहरूलाई किसान सेक्टरको, कृषि सेक्टरको, नेपालको किसानलाई परेको पीडाको विषयमा उहाँलाई जानकारी छैन। किसानलाई कहाँ उहाँले सुविधा दिइरहेछ, बैंकको लाइनमा बस्ने अवस्थामा उहाँले पहिलो फेजमा राख्ने थिए। ल तपाईहरु आफै विचार गर्नु। किसानसँग बैंकसँग कुनै लिङ्कअप छैन। किसानको पैसा छैन, बैंकमा किन जानु पर्यो किसान? किसानलाई उत्पादनसँग जोडिनुपर्ने आवश्यकता छ। किसानलाई पानीसँगको, सिँचाइसँगको आवश्यकता छ, मल खादसँगको आवश्यकता छ, उसलाई आधुनिक औजारसँगको आवश्यकता छ। त्यो कुराको छैन त्यो लेखेको।
किन उहाँलाई जानकारी छैन के मैले भन्नु खोजेको। उहाँहरू त्यो यो माटोसँग उत्पत्ति भएको मान्छे नै होइन, यो माटोसँग जोडिएको व्यक्तित्व नै छैन त्यहाँ। तपाईँ विचार गर्नुहोस्। पोलिटिक्समा हामीले बुझाउनु पर्ने कुरा चाहिँ जनतालाई यो कुरा हुन्छ, उहाँहरूको जुन नेतृत्व छ त्यो नेतृत्वले साँच्चै नै के माटोसँग जोडिएको छ त? मैले माटो भनेको माटो पार्टी भन्नु खोजेको होइन, हाम्रो उर्वर भूमिसँग, जहाँ किसानको सम्बन्ध माटोसँग हुन्छ त्यो माटोको कुरा गरिरहेको छु। त त्यो माटोसँग उहाँहरू जोडिनु भएको छ त राष्ट्रपतिको कुनै पनि नेतालाई त्यो माटो सम्बन्धीको जानकारी छैन। उहाँहरू उच्च शिक्षाको लागि विदेशबाट उहाँले डिग्री त हासिल गर्नुभएको छ, तर त्यो हाम्रो नेपालको लागि चाहिने मौलिक माटोसँगको सम्बन्ध र नाता उहाँहरूसँग छैन। त्यसैले उहाँले के लेखिदिनु भयो त्यहाँ, किसानलाई VVIPको दर्जा दिनेछ, बैंकको लाइनमा पहिलो नम्बरमा उहाँलाई उभ्याइनेछ अरे। त त्यो घोषणापत्रले किसानको आवश्यकताको सम्बोधन गरेन, नम्बर 1 कुरा। दोस्रो कुरा हामीले हेर्दा के भनेछ उहाँले, त्यो बिरामीलाई पहिलो उपचार गराइन्छ तर उसले पैसा तिर्नुपर्छ र नतिरे भने राज्यले तिर्छ भन्ने कुरा ल्यायो। त त्यो कुन अर्थनीति पर्छ भन्ने, त्यो चाहिँ नवउदारवादको अर्थनीति हो उहाँहरूको अर्थनीति। त त्यो राज्यले तिर्छ भन्नुको कारण चाहिँ त्यो हस्पिटल स्वयं व्यक्तिको हुनेछ, निजी व्यक्तिको। त्यो व्यक्तिले त्यहाँ उपचार सरकारले जिम्मा लिएर गराइनेछ, तर उपचार पाएन भने चाहिँ त्यो दिएन सकेन भने सरकारले दिनेछ भन्ने कुरा हो। तर हामीको आवश्यकता, नेपालको आवश्यकता के छ भन्दाखेरि विधानमै उल्लेख छ समाजवाद उन्मुख दिशातर्फ हामी बग्नेछौँ भनेर। त त्यो समाजवाद उन्मुख भनेको अर्थ के हो भनेदेखि त्यो स्वास्थ्य सेक्टर पनि चलाउने जुन हुन्छ त्यो सरकारकै मातहतमा रहनेछ र सरकारले त्यो बिरामीको उपचार गर्नेछ, उसले पैसा तिर्नु पर्दैन। त्यसको पूर्ण जिम्मेवारी चाहिँ सरकार हुनेछ, उसको उपचार सबै गर्नेछ, उसले पैसा सोच्नै पर्दैन, उसको स्वास्थ्यको ग्यारेन्टी चाहिँ सरकारले लिनेछ भन्ने कुरा हो। त श्रम संस्कृति पार्टीको हर्क साम्पाङज्यूले जुन हर्कवादको एउटा परिकल्पना गर्नुभएको छ त्यो ठ्याक्कै समाजवादको परिकल्पना छ। उहाँले चाहिँ स्वास्थ्य चाहिँ सरकारले ग्यारेन्टी लिनुपर्छ, त्यसको उपचारदेखि लिएर हरेक कुरा चाहिँ सरकारले गर्नुपर्छ, त्यो पैसा तिराउने काम त्यो गराउनु हुँदैन, किनकि यो देशको सार्वभौम नागरिक जनता हो। त जनताले कर किन तिर्छ भन्दाखेरि उसको सबै कुराको ग्यारेन्टी सरकारले दिनुपर्छ भन्ने कुरा खुलाएको छ। त्यसैले अहिलेको सन्दर्भमा त्यो क्षितिज भाइले प्रश्न गरिराख्दाखेरि दिमागमा धेरै कुराहरू क्लिक भयो कि हामीले धेरै माथिल्लो तहको राजनीतिक कुरा गरिरहेछौँ, तर हाम्रो जनता जो हुनुहुन्छ अहिले पनि के छ भने उहाँलाई सरल भाषा र सरल कुराको आवश्यकता छ। हामीले गहन रूपमा पोलिटिकली त्यो वर्डहरू प्रयोग गर्दाखेरि त्यो उहाँले क्याच गर्न सक्नुहुन्न, उहाँले छुट्याउनु पनि सक्दैन। हाम्रो कानुनमा पनि के छ भने 100वटा अपराधीहरू छुटोस् तर एकजना निरपराध मान्छे नफसोस् भन्छ क्या हाम्रो नेपालको कानुनले। त ठ्याक्कै त्यही कुरा छ। यहाँनिर चाहिँ हाम्रो देशबाट प्रतिनिधि बनेर चाहिँ कुनै पनि प्रकारको अपराधी मान्छे चाहिँ जान नपाओस्, हामी यसको लागि उभिनुपर्छ। हाम्रो यो अहिलेको चुनाव महत्त्वपूर्ण छ, यसले चाहिँ नेपालको आर्थिक समृद्धिको रेखा कोर्नेदेखि लिएर त्यो किसान जो चाहिँ पानीको लागि तडपिरहेछ, उसलाई VIP कार्डको आवश्यकता छैन, उसलाई बैंकको पहिलो नम्बरमा बस्नु पनि छैन, उसँग पैसै छैन। त पैसा हुने मान्छेसँग बैंकको सम्बन्ध हुन्छ। उसलाई आवश्यकता के छ भने उसलाई भौतिक त्यो आधारभूत आवश्यकता छ, उसलाई खानुको लागि आवश्यकता छ, उसको खेतमा उब्जनी हुनुपर्ने आवश्यकता छ, पानीको आवश्यकता छ, मलको आवश्यकता छ, आधुनिक औजारतीको आवश्यकता, जेटीहरूको आवश्यकता छ, उसलाई त्यो प्राविधिक तालिम दिने व्यक्तित्वको आवश्यकता छ। उसलाई कुनै पनि प्रकारको VIP बन्नु छैन, किनकि ऊ माटोसँग जोडिएको छ र उसले उत्पादनसँग जोडिन चाहन्छ र उत्पादनद्वारा चाहिँ ऊ बाँच्न चाहन्छ, त्यो चाहिँ अगाडि बढ्न चाहन्छ। त्यसैले हामीले अहिले राष्ट्रपा पार्टीलाई किन चाहिँ हामीले राष्ट्रपा पार्टीप्रति चाहिँ हामीले प्रश्न चिन्ह उठाउन अथवा प्रश्न गर्नुपर्ने आवश्यकता छ भनेदेखि हामी जस्तो विकासको निम्ति सङ्घर्ष गरिरहेको देश अहिले पनि धेरै मान्छे आधा पेट खाएर सुत्ने अवस्था छ। आफ्नो हजुरबा हजुरआमा बाउलाई उपचार गर्न नपाएर टिकटकमा चाहिँ सहयोग गरिदेऊ भनेर चाहिँ फोटो राखेर हिँडिबढाउनु पर्ने आवश्यकता छ। त यो आवश्यकतासँग जोडिएको आवश्यकता घोषणापत्रमा उल्लेखित पार्टी छैन नि त हामीसँग कस्तो छ भने मालकी माल भन्ने, मालकी माल होइन, किशोर, जसले
गुर्खा उत्पादन गर्छ जसले क्यान्सर फैलाउँछ, करेन्ट चाउचाउ उत्पादन गर्छ। त्यो करेन्ट चाउचाउ तपाईँ विचार गर्नुहोस्, त्यो खाने गरिबकै छोराछोरी हुन्छ र स्वास्थ्यको दृष्टिकोणले त्यो धेरै नै हानिकारक छ, जसले राज्यको कर तिर्दैन। त्यस्ता प्रकारका उद्योगी व्यवसायीलाई बचाउने टाइपको चाहिँ पोलिसी उहाँहरूसँग छ। उहाँको वाग्लेजी हुनुहुन्छ उहाँहरूको बजेट लेखक, उहाँ चाहिँ लन्डनको इकोनोमिक्स युनिभर्सिटीबाट पिएचडी गरेर आउनु भएको छ। उहाँलाई ठ्याक्कै नेपालको मौलिकताको विषयमा थाहा छैन, उहाँलाई ठ्याक्कै यहाँको माटोको विषयमा थाहा छैन, गरिबी के हुन्छ भने पटक्कै थाहा छैन उहाँलाई। तपाईँ हामीले एउटा रियल कहानी पनि सुनेको छौँ होला, नेपालमा अनिकाल लागेको थियो, त्यतिखेर महेन्द्र सरकार चाहिँ सानै थिए, त्यहाँ घुम्ने बेलामा घुम्दै जाने क्रममा खानु पाएन सरकार भनेर प्रश्न गरेको छ जनताले। त्यतिखेर उहाँले आफ्नो छेउमा भएको एडिसी रौलाई सोध्नुभएछ, होइन के हो दुध र भात पनि खानु पाउनुहुन्न तपाईँहरूले भनेर सोधेछ। किनकि उहाँलाई सानैदेखि नाममा बोले दुध र भात हुँदा वाक्क लागेको मान्छे थियो उहाँ। त्यो सबैभन्दा तुच्छ खाना यही हो भन्ने उहाँको कन्सेप्ट थियो। त्यो जनताले त्यहाँ खानै पाएको छैन, गिठा भ्याकुर खान्छ, वनबाट ल्याएर टिपेका झारहरू पकाएर खान्छ भने उहाँलाई थाहै थिएन। त ठ्याक्कै त्यही छ। बालेनजीलाई पनि, त्यहाँका टप रविजीलाई पनि, सबै त्यहाँको पोलिटिकल लिडरलाई हेर्नुहोस्, उहाँहरूलाई चाहिँ आधुनिकतासँग उहाँहरू गाँसिएको चाहिँ छ, समृद्धि ल्याउँ भन्ने उहाँको चाहना त हो। तर नेपाल यस्तो गरिबीको रेखामुनि छ। नेपालमा अहिले पनि मान्छे चाहिँ साइकल लिएर जङ्गलबाट दाउरा काटेर बेच्छ, खोलामा बलुवा र गिटी कुटेर आफ्नो जीविका उपार्जन गर्छ, टिकटकमा मागेर भए पनि स्वास्थ्य उपचार गर्छ भन्ने कुराको गहिरो जानकारी छैन। त्यसैले यो देशलाई साँच्चै नै तपाईँ हामीले माया गर्ने हो भने त्यो माटोसँग जोडिएको, यी जनताको भावनासँग जोडिएका व्यक्तिको आवश्यकता छ। त्यो हर्क साम्पाङ हो। मैले हर्क साम्पाङलाई त्यसै सपोर्ट गरेको होइन, मलाई भित्रबाट हेर, म हर्क साम्पाङजीको कति कुराहरू उहाँले बोलेको हेर्छु, आँखाबाट आँसु हुन्छ। त्यो मान्छेको मनमा पाप छैन। उहाँले एउटा कुरा बोल्यो, यो पृथ्वी रहेसम्म नेपाल रहन पर्छ, यो पृथ्वी रहेसम्म चन्द्र सूर्य झन्डा रहन पर्छ, म मरे पनि यो देश चाहिँ बाँचिराख्नुपर्छ भन्ने मान्छे हो। उहाँको भावनामा त्यो प्रकारको देखिन्छ। त्यसैले उहाँले लाउने पोसाकसँग उहाँको एक प्रकारको जनता दुखी छ, हिलो मैलोमा छ, त्यो प्रकारले टाइसुट लाएर अथवा सुखी बनेर म हिँड्दा राम्रो हुँदैन भन्ने उहाँको कन्सेप्ट छ। त्यो उहाँको त्यसलाई बौद्धिकता मान्नुपर्छ। कति कुरा के हुन्छ भने बाहिरी आवरणबाट छुट्टै देखिन्छ, तर उसको भित्री कुरा चाहिँ एकदम भावात्मक बस्छ, एकदम सम्बन्धसँग जोडिने बस्छ, एकदम आँसु निकाल्ने टाइपको बस्छ। त्यसले हर्क साम्पाङमा त्यो प्रकारको आत्मा छ, त्यो प्रकारको हृदय छ। यो मान्छेले देश पटक्कै बेच्दैन। एउटा कुरा याद गर्नु, यो मान्छेले देशको हितको लागि मान्छे लड्छ। त्यो आम जनताको लागि, त्यो किसानको लागि, त्यो मजदुरको लागि, त्यो सीमान्तकृत जनताको लागि, जो अहिले पनि पेट पाल्नको लागि अर्काको खेतमा गएर हलो जोत्नुपर्छ, त्यो व्यक्तिको लागि चाहिँ साँच्चै नै उहाँ उभिन्छ। त्यसैले हामीलाई चाहिँ अहिलेको आवश्यकता भनेको हर्क साम्पाङ हो। साथीहरू, त्यही म भन्न चाहन्छु। तपाईँहरू नरिसाउनुहोस्, होइन, यहाँ रासोपाको साथीहरू होला, तपाईँहरू युवाहरू हुनुहुन्छ, रासोपाकोलाई भोट हाल्नुपर्छ भनिने, तपाईँहरूलाई तपाईँको बुवाको दुःख, तपाईँको हजुरबाले गर्नुभएको दुःख, त्यो सङ्घर्ष, त्यो तपाईँलाई थाहा नहुनसक्छ। तपाईँलाई कति दुःख गरेर सहरमा राखेर पढाएको हुनसक्छ। त गरिबी के हो, अभाव के हो, उहाँले भोगेको छ। र हाम्रो आत्मनिर्भरता भनेकै कृषि हो। त्यो कृषि सेक्टरमा उहाँलाई जानकारी छैन। उहाँ भिआइपी बनाइदिने अनि त्यो बैङ्कको लाइनमा पहिलो ठाउँमा उभ्याउने भनिराख्नु भएको छ। त्यसैले यो गम्भीर समस्या। सर, यो तपाईँले यो त्यो बोलपत्र कहाँ भेटाउनु भएको? तपाईँ, मैले त्यो वेबसाइटमा हेर्छु, त्यो कहीँ देख्दिनँ त फेरि। कुन चाहिँ त्यो के रासोपाको छ नि, त्यो .org वाला हो। त्यसमै मैले त्यो कुन चाहिँ ट्याबको अन्डरमा छ? त्यसमा निकै तल जानु, त्यसपछि हामी यति कुरा गर्छौँ भने लेखेछ, त्यही हो उहाँहरूको घोषणापत्र। ओके त्यो म भन्न चाहिँ पढ्नु पर्यो। 11वटा बुदा छ उहाँहरूको। सुन्नु न, हामी के गर्दैनौँमा चाहिँ तपाईँको बुदा के अरे बुलेट पोइन्ट नम्बर 1मा चाहिँ के लेखेको रहेछ भने हामी सरकारी के भन्नुभयो भने कुनै पनि क्रान्ति चाहिँ त्यो दबिएका व्यक्तिहरूले जब महसुस गर्छ अटोमेटिक हुन्छ भन्यो। तर लेनिनले के भन्नुभयो भने हुनु चाहिँ त्यो दबिएको गरेपछि क्रान्ति त हुनु खोज्दो रहेछ, तर नेतृत्व भएन भने चाहिँ त्यो सफल नहुँदो रहेछ भन्ने कुरा ल्यायो। त्यसैले अहिलेको क्रान्ति नेपालमा जुन भएको छ त्यसले एउटा नेतृत्वको खोजी गरेछ र त्यो नेतृत्व चाहिँ हर्क साम्पाङ हुनुहुन्छ। र एकपटक प्लिज तपाईँहरूले मत दिएर
हर्क साम्पाङ सरलाई चाहिँ त्यहाँसम्म पुर्याउँ। ल धन्यवाद सबैलाई। मैले फर्स्ट टाइम ताली बजाइदिएँ है, मलाई यो बजाउन मन लाग्दैन कि। सुदीप सर पनि नमस्ते हजुर, नमस्ते सबैजनालाई। नमस्ते हजुर, नमस्ते। जसरी हर्क साम्पाङलाई अहिले जुन प्रकारले हेलना गरेको छ, अपहेलनाको दृष्टिले हेरिन्छ नि, त्यस्तै प्रकारको अपहेलना उहाँ गरे। उहाँ शरण लिनुलाई उहाँ लन्डन पुग्नुभयो, विभिन्न ठाउँमा पुग्नुभयो। उहाँको सिद्धान्त लागै हुँदैन, यो मूर्ख हो, पागल हो, यो यसको सिद्धान्त कहाँ लागु हुन्छ, समाजवाद कहाँ लागु हुन्छ, साम्यवाद कहाँ देखिन्छ भन्ने कुराहरू भयो। तर अन्ततः गोता समय लाग्यो। तर रुसमा त्यो प्रकारको साम्यवादको स्थापना गरेर देखाए नि त, होइन? त्यहाँ प्रयोग भयो नि त। भनेको अर्थ हर्क साम्पाङले प्रतिवाद गरेको जुन सैद्धान्तिक नीतिहरू छ, जो अर्थतन्त्रको नीति छ, जुन देशलाई एउटा चेन्ज गराउने टाइपको उहाँले जुन हर्कवादको सिद्धान्तलाई जुन प्रतिपादन गर्नुभएको छ, त्यो प्रयोग चाहिँ निश्चित रूपमा हुन्छ, त्यसको समय लाग्छ, होइन? तपाईँले खोज्नु भएको चटकमा के हुन्छ भने त्यहाँ चाहिँ तपाईँको आँखामा छारो हाल्ने काम हुन्छ। तर सत्य के हुन्छ भने बिस्तारै जान्छ, त्यो चाहिँ प्रष्ट देखिने गरी गइरहेको बस्छ। त्यसैले हामीले पछ्याउनु पर्ने हुन्छ। मैले भन्नु खोजेको हर्क वादको चाहिँ अहिले यही चुनावले चाहिँ हार हुने अनि लोप हुने हुँदैन। एउटा सिद्धान्त र वाद चाहिँ के हुन्छ, जहिले पनि अमर रहन्छ। त्यो विचार र मान्छेको मस्तिष्कमा त्यसले जन्म लिइसकेपछि त्यसले लामो समयसम्म चाहिँ त्यो मान्छेलाई त्यसले परिवर्तनको दिशातिर लान्छ। तपाईँले विचार गर्नुहोस्, माओवादको सैद्धान्तिक नीति प्रयोग गर्दा मान्छेले बन्दुक बोकेर जङ्गल गए नि, ढक्लेर त लगेको होइन नि त। त्यही हो, हर्कवादको सिद्धान्त बिस्तारै प्रयोगमा आउँछ। यो तपाईँ हामी जस्तै मान्छेले यस्तै प्रकारको बहस र यस्तै प्रकारको आवाजहरू हामीले यस्तो प्लेटफर्मबाट चाहिँ, यो सामाजिक प्लेटफर्मबाट दिँदै गयौँ भने चाहिँ सुन्ने व्यक्तिहरूको पनि सुनाइबाट पनि एउटा बौद्धिकताको विकास अथवा चिन्तन मनन गर्ने चाहिँ अवसरहरू उहाँले पाउँछ। यसरी चाहिँ यो जान्छ। हर्कवादको सैद्धान्तिक नीतिले चाहिँ देशमा करप्सनलाई जिरो अवस्थामा ल्याउने अथवा कन्ट्रोलमा ल्याउने, समृद्धिलाई र मान्छेलाई चाहिँ आत्मनिर्भर र स्वाधीन भएर बाँच्न सक्ने सिकाउने एउटा वातावरण तय गर्छ। यसले उन्नति अथवा आफैले चाहिँ श्रम गरेर आफैबाट चाहिँ आफ्नै ठाउँमा चाहिँ, होइन, सबै कुराको अवसरहरू लागू गर्ने हिसाबको कुराहरू ल्याउँछ। त्यसैले एकदमै यो समय सान्दर्भिक छ र यसको दिशा चाहिँ यस्तो हुन्छ भन्ने कुरा तपाईँ हामीले चाहिँ अहिले चाहिँ के छ भनेदेखि एउटा परिकल्पना गरेर पनि त्यो ठाउँको चाहिँ हामीले महसुस गर्न सक्नुपर्ने हुन्छ। त्यस्तो प्रकारको महसुस गऱ्यो भने त्यो लक्ष्यलाई प्राप्त गर्न सजिलो हुन्छ। यसले समय लिन्छ तर पक्कै पनि यो सफल हुन्छ। यही छ कुरा चाहिँ। किनभने सत्य कुरा जहिले पनि सत्य भएर त्यो प्रमाणित भएर चाहिँ त्यसले चाहिँ एउटा निर्दिष्ट वे चाहिँ अथवा विजय हासिल गर्छ। यति भन्न चाहे मैले।